आजको वचनमा हामी लागिहाल्नेछौँ। साँच्चै नै उहाँको गुणगान जसरी उहाँको भजनहरूबाट गऱ्यौँ अनि त्यो सुगन्धित धूप उहाँलाई चढाउँदाखेरि जसरी आमाले घरमा हाम्रा गृहिणी आमा अथवा आजकल बाउ जसले पनि खाना आफ्नो घरमा परोसिन्छौँ, खाना पसिन्छौँ, खाना तयार गर्छौँ अनि त्यो खाना चाहिँ खानाको मगमग बासना आउनुपर्छ होइन। अनि कुनै एउटा नयाँ रेस्टुरेन्टमा एउटा नाम चलेको ठाउँमा गयौँ भने त्यो खानाको बासना आउनुपर्छ होइन। अनि हामीलाई त्यो उत्कट एउटा त्यो चाहना खानाको चाहिँ भोजनको चाहिँ हामीलाई र्याल चुनिनुपर्छ। त्यसरी नै आज हाम्रो भोजनको लागि गर्छौँ भने आज हामी वचनको लागि पनि त्यो चाह हुनुपर्छ, निदाउनु होइन। अनि अरू कुरा गर्नुभन्दा पनि आज हामी चाहिँ त्यो आत्मिक खुराकको लागि चाहिँ त्यो एउटा मिठो चाहको साथ बस्नुभयो भने त्यसलाई धेरै लाभ मिल्नेछ, आशिष मिल्नेछ। आउनुहोस् आजको वचनमा अप्रिल मासमा आइसकेका छौँ। वचनमा हामी अगाडि बढिसकौँ, पदबाट अगाडि बढ्नेछौँ है। यो हामी मत्ती 10 अध्यायबाट पढ्दछौँ है। 10 को 26बाट तल। म यहाँ मेरो बाइबलबाट त्यहाँ तपाईँले हेर्नुहोस्, म आफै पढिदिन्छु। यसकारण तिनीहरूसँग नडराओ, किनभने ढाकेर प्रकट नहुने र लुकेर थाहा नहुने केही छैन। जे म तिमीहरूलाई अन्धकारमा भन्दछु त्यो तिमीहरूले उज्यालोमा भनिदेऊ, र जे तिमीहरूले कानमा सुन्छौ त्यो घरका धुरीहरूबाट प्रचार गर। तिनीहरूसँग नडराओ जसले शरीरलाई मार्छन् तर आत्मालाई मार्न सक्दैनन्, बरु आत्मा र शरीर दुवैलाई नरकमा नाश गर्न सक्नेसँग डराओ। 31सम्म है। के एक पैसामा 2 भँगेरा बिग्दैनन्? तीमध्ये एउटा पनि तिमीहरूका पिताको इच्छा बिना भुइँमा खस्ने छैन। तिमीहरूका शिरका केशहरू पनि सबै गन्ती भएका छन्। यसकारण तिमीहरू नडराओ, तिमीहरू धेरै भँगेरा भन्दा बढ्ता मूल्यवान छौ भन्छ आजको वचनले है। अनि त्यसमा चाहिँ विशेष मैले चाहिँ नडराओ भन्ने कुरालाई चाहिँ मैले हेर्दैछु। त्यो आज हामी हेर्दैछु भन्नाले यो के विषयमा चाहिँ नडराओ भन्नु खोजेको चाहिँ के विषयमा चाहिँ ती चेलाहरू डराउँदै थियो भन्ने विषयमा चाहिँ हामी हेर्छौँ। डर त राख्नुपर्छ है, तर के विषयमा चाहिँ नडराउने त भन्ने विषय हामी यता 10 को सुरुमै हेऱ्यौँ भने चाहिँ 12 चेलाहरूको सेवा कार्यको विषयमा थियो। अनि यो चाहिँ हामीले हेऱ्यौँ भने झन्डै 3टै एउटा सुसमाचारको पुस्तकमा लेखिएको छ यो विषय चाहिँ है। अनि यहाँ के विषयमा त भने अलिकति तल हामी अगाडि बढिहालौँ सर र हामी जानेछौँ। के विषयमा छ? शारीरिक डरले चाहिँ नाश ल्याउँछ, डरले चिन्ता ल्याउँछ, अनि जीवन चाहिँ केले ल्याउँछ त? अनि अर्को चाहिँ धुरीबाट चाहिँ प्रचार गर भन्छ है। अनि त्यसरी नै यो सन्दर्भ अनुसार भौतिक र शरीरको डर चिन्ताकै विषयमा भनेको भन्ने चाहिँ यहाँ देख्न सकिन्छ। यहाँ यो 10 अध्यायमा चाहिँ होइन। र तपाईँ हामी के का लागि डराउँदैछौँ? यही बाइबलले भने यो 10 अध्यायमा भने जस्तै हो कि अथवा हामी परमेश्वरको डरमा उहाँको भयमा चाहिँ हो कि त यहाँ यसकारण घरिघरि भनिएको छ। त्यो विषयमा एकछिन हामी जान्नेछौँ। अलिकति यहाँ अझै त्यो स्लाइडमा चाहिँ अगाडि बढाउँ। यसकारण भन्नाले पद 26मा पनि हामी देख्छौँ अनि तल पनि हामी देख्छौँ होइन। अनि जस्तै गएको हप्ताको शिक्षा चाहिँ के थियो? पास्टर विश्वासले दिनुभएको के थियो? गएको हप्तामा पास्टर टिमुले भन्दा पनि अगाडिको हप्ता चाहिँ सुन्नुभएको थियो होइन। के विषयमा थियो हजुर?
बिर्सिसक्यौँ। 2 हप्ता अगाडि भएपछि बिर्सियौँ। सारा जगत हात पाएर आत्मालाई चाहिँ, अनि त्यो सारा जगत प्राप्त गर्ने त्यो के को लागि त होइन? त्यो सारा जगत प्राप्त गर्नु परमेश्वरको लागि त होइन, त्यो तपाईँको लागि हो, तपाईँको सहसन्तानको लागि हो, छोराछोरीको लागि हो, र विशेष गरी तपाईँको लागि हो होइन? छोराछोरी पनि तपाईँकै हो र मेरो लागि त्यो प्राप्त गर्ने हो होइन? ताकि मलाई भोलि अभाव पर्दाखेरि, हस्पिटल जाँदाखेरि त्यो पैसा काम लागोस् होइन? कुनै दुर्घटना हुँदा काम लागोस्, विदेशमा जाँदाखेरि काम लागोस्, घुम्न जाँदाखेरि काम लागोस्, अनि सबै त्यो मेरो लागि, मेरो आवश्यकता पुरा गर्नको लागि, संसार 3 फनको घुम्नको लागि त्यो मेरो सम्पत्ति काम लागोस्, सारा प्राप्त गर्ने। अनि मान्छेले मलाई इज्जत गरोस्, मान्छेले मलाई नमस्ते गरोस्, मान्छेले मलाई होइन मैले यसो यसो गर्दा नै मलाई सबैले हाई हाई गरोस्, त्यसको लागि प्राप्त गर्ने। अनि त्यो चाहिँ गुमाउनु चाहिँ मान्छेलाई धेरै डर छ, धेरै चिन्ता छ। तर आत्मा गुम्यो भने हामीलाई डर छ कि छैन? आत्मा गुम्छ भन्ने हामीलाई डर छ कि छैन त होइन? त्यसै कारणले मर्नु भनेको के हो? आशा गुमाउनु है। हजुर सङ्ग्रहमा जुन बेला मलाई डर लाग्छ म तपाईँमा भरोसा राख्नेछु। अनि परमेश्वरमा डर चाहिँ मान्छेलाई छैन, तर आफ्नो शिर सम्पत्ति, आफ्नो मान इज्जत, भौतिक है मान इज्जत त चाहिन्छ, तर कस्तो भन्दाखेरि भौतिक शारीरिक मान इज्जतको लागि चाहिँ डर राख्छ। तर विशेष राख्नुपर्ने डर चाहिँ परमेश्वरको भयमा रह भन्छ होइन? परमेश्वरको भय अथवा डर उहाँमा ईश्वरीय डर होइन? एउटा धार्मिकताको डर, पवित्रता हुनुपर्छ र अपवित्र गर्नु चाहिँ डर राख्नुपर्छ भन्ने चाहिँ छैन। त्यसै कारणले आज यो विषयमा चाहिँ हामी भन्छौँ। हामी अहिले आज 5औं खण्ड सुसमाचारको 5औं खण्डमा आएका छौँ। 5औं खण्डमा चाहिँ के रहेछ त? हामी शरीरको भोलि के खाने होला, भोलि त्यहाँ के होला भन्ने चेलाहरू पनि डर थियो। त्यसै कारणले उहाँले एउटा भङ्गेरासँग, एउटा चरामा उड्ने संसारभरका भङ्गेराहरू मैले हेर्दै थिएँ। पिक्चरहरू ल्याउनु खोजेको, अब कति पिक्चर राख्ने होइन? पिक्चर फोटो केही नराखेको। यति धेरै जातका हुँदो रहेछन्, प्रजातिका धेरै खालका प्रजातिका भङ्गेराहरू हुँदो रहेछन् होइन? नेपालमा पनि बहुत छन्, संसारभर छन्, जङ्गलभर छन्। यत्रो त्यो टिपेर मारेर पोल्यो भने 1 गाँस हुन्छ होइन? यत्रो छ, 1 चोक्टा मासु छ होइन? त्यो यहाँ धरानी भन्दा त चोक्टा त भन्दा त 2 ठुलो धेरै सानो छ होइन? यति चोक्टा मासु, त्यत्रो 1 चोक्टा मासुलाई पनि, मासु एउटा जीवित प्राणीलाई पनि परमेश्वरले वास्ता गर्नुहुन्छ भने अरे तपाईँ त परमेश्वरको सृष्टि हो, तपाईँ त परमेश्वरको छोराछोरी हो भनेको छ, तिमीहरू त मेरो हकदार हो भनेको छ, तिमीहरू मेरो दास हो, दास होइनौ, अब तिमीहरू मेरा छोराछोरी हो, मेरो सन्तानहरू हो, मेरो पुजारीहरू हो, मेरो उपासकहरू हौ। भर्खर उपासना गऱ्यौँ, म जहिले उपासना भन्छु, आराधना भन्दा के अरे भजन गान हामी भन्दा पनि उहाँको उपासक भएका छौँ भने हामीले के को लागि डराउने त? घरिघरि यस कारण मान्छे यस कारण भन्छ, तर त्यो हामीले बिर्सिराखेका हुन्छौँ कि म परमेश्वरको एउटा भक्त हुँ, उहाँको उपासक हौँ, उहाँको छोराछोरी हौँ भन्ने हामी बिर्सिराखेका हुन्छौँ। त्यो हामीमा विश्वास छैन। त्यसै कारणले हामीलाई भोलिको डर छ, भोलिको चिन्ता छ। तर यहाँ उहाँले तल भन्नुभयो 31 मा, यस कारण फेरि पनि, यस कारण तिमीहरू नडरा, तिमीहरू धेरै भङ्गेरा भन्दा बढ्ता मूल्यवान छौ। त्यो भङ्गेराको थुप्रो भङ्गेराको मैले हेर्दै थिएँ है। कोही रुखमा त त्यो रुखै भाँचेर गर्ने गरिकन बस्दो रहेछ। एउटा बसे पनि सबै त्यहाँ आएर बस्ने है, यति लटरम्मै है। अनि त्यस्तो चिजको अनि 6 अध्याय मत्तीमा होइन, त्यो जङ्गलको लिली फुललाई हेर, त्यो कसले त्यसलाई पानी हाल्छ, कसले त्यसलाई गोडमेल गर्छ, दिइरहेको छ। यो कुरा
लेखेको मात्रै पढ्छौँ पढ्दैन होइन। क्रिस्चियनहरूले चाहिँ बाइबल पढ्नु अरे। क्रिस्चियनहरूले चाहिँ के पढ्छन् अरे भन्नुहोस् त? के पढ्छन् अरे? पढ्नु अरे, पढ्छौँ अरे, पढ्नुपर्छ अरे, पढ्छौँ अरे, पढ्नुपर्छ अरे, बोक्नुपर्छ अरे। अहिले त धेरैले यहाँ बोक्नु भएको छैन। म चाहिँ बोक्दा बोक्दा सबै यस्तो भइसकेको छ। ल्याङ फ्याङ कति वर्ष भयो, एउटा चाहिँ थन्को लगाइसक्यो, अनि फेरि अर्को किनेको, यो पनि यस्तो भइसक्यो। पल्टाउँदा टिक लाउँदा पल्टाउँदा पढ्दा पढ्दा होइन, कण्ठ गर्ने बानी पनि सिकेको थिएँ, तर अहिले फेरि अलिक बिर्सिनु थालेको छु। अनि त्यही कारणले स्लाइडमा लेख्दा अलिकति सहज हुँदो रहेछ। यो पद कण्ठ गर्ने बानी एकदमै राम्रो, तपाईँलाई फाइदा है। म पनि अहिले अलिक बिर्सिने भएको छु, त्यसै कारणले कहिले कहिले बिर्सिहाल्छु यहाँ पद। अनि त्यसै कारणले यो टिप्पणी ल्याउनुपर्छ। खास चाहिँ टिप्पणी नल्याउँदा राम्रो, टिप्पणी नल्याउँदा स्लाइड नराख्दा चाहिँ राम्रो है। खासमा चाहिँ त्यत्तिकै यहाँ वचन बोल्नु चाहिँ कण्ठस्थ हुनु चाहिँ राम्रो। अनि त्यो कण्ठस्थ जीवन व्यवहारिकतामा उतारेको जीवन चाहिँ अन्य जातिले चाहिँ के गर्छन् अरे? अन्य जातिले के गर्छन्? उनीहरूले बाइबल पढ्ने होइन। अस्तिदेखि मैले भनेको छु, 5औं सुसमाचार तपाईँको जीवन पढ्छन्। कोरिन्थीमा हेऱ्यौँ भने तिमीहरू पत्र हौ, तिमीहरू सुवासना हौ, त्यसरी भनेको छैन। तपाईँ र म आज सुसमाचार हौ भने आज हामीले चाहिँ त्यो डर चिन्ता फिक्री नगरेको उनीहरूले हामीलाई देख्नु पर्ने थियो। तर हामी आफै त्यसमै नतमस्तक छौँ भने, त्यसमै हराइरहेका छौँ भने, ए यो भाइ त चर्चमा जान्थ्यो होइन, त्यो त खुब प्रार्थनाको कुरा गर्थ्यो होइन, त्यो त अनि यस्तो यस्तो कुरा गर्थ्यो होइन। तिनीहरूले तपाईँको जीवन पढ्ने हो, तपाईँले बाइबल पढ्ने हो। तिनीहरूले बाइबल पढ भन्ने होइन, उहाँहरूले बाइबल पढ भन्ने होइन। उहाँहरूले बाइबल पढ्नुहुन्छ होला, एउटा नचाहिने एउटा यसो पढ्यो होइन, कभर होइन, कभर बुकको किताबको कभर देखेर मात्रै न्याय गर्ने मान्छेहरू उनीहरू। तर तपाईँ र म चाहिँ किताबको कभर हेरेन, भित्र पढेर जीवन जिउने मानिसहरू हामी हौँ। त्यो डर र चिन्ता फिक्री नभएका मानिसहरू, भौतिक डर चिन्ता फिक्री नभएका मानिसहरू चाहिँ हामी हुनुपर्ने थियो। तर नभएको कारणले हामी सुसमाचारको यो बखान मात्रै गरेर काम छैन। अहिले सुरेश भाइलाई के भन्छ, जय भाइलाई भन्दै थिएँ, पाहुना कतिजनाको नाम टिप्नु हो भनेको, जम्मा एकजनाको भन्दै। तर यहाँ हामी पिकनिकको यत्रो कुरा गरिरहेका छौँ। हामी चाहिँ यो पिकनिक किनकि क्रिसमसमा पनि धेरै गाह्रो हुन्छ, यो पालि अर्कै समयमा जाउँ न त भनेर क्रिसमस भन्दा पनि एउटा हामी चाहिँ सुसमाचार कार्य गरौँ भनेर। अनि हामी मात्रै त्यहाँ उफ्रिन, भात खान होइन, मासु खान जाने होइन। हामी एउटा यत्रो अस्तिदेखि दिदीबहिनीहरू जवानहरू तयार गर्दै हुनुहुन्छ। अघि बिहान पनि सोच्दै थिएँ, हप्तै पछि रिहर्सल हुँदैछ होइन, समय खर्च गर्दै हुनुहुन्छ, पैसा खर्च गर्दै हुनुहुन्छ। तर त्यहाँ गएर निराश छैन, तर त्यो एउटा प्रफुल्लितताले, त्यो एउटा उत्साहले त्यो रमाइलो कार्यक्रम गऱ्यौँ भने ठिकै छ। ल एकैजना आओस्, एकजनाको जीवन बाँच्छ होइन, 100जना बाँच्यो, लास्टमा त्यत्तिकै सेल्फी खिच्यो आयो भने त के काम होइन। एकैजनाले पनि पछि यहाँ मैले त्यो पिकनिकमा आशिष पाएँ, त्यतिखेर मैले नयाँ जीवन पाएँ, मैले नयाँ जीवन पाएँ भन्ने मान्छे भए त हुन्थ्यो होइन। त्यसको लागि हामी प्रार्थना गरौँ, त्यो त्यसरी नभनौँ होइन। अहिले नै हामी प्रार्थना गरौँ है। अनि हामीले तपाईँले ल्याउने भन्नुभएका मानिसहरू अनि आज पनि उहाँलाई जयभाइले नाम टिपाउन सक्नुहुन्छ। त्यतिकै यो खबर के भन्छ फजुलमा होस् भन्न चाहन्छु। यत्रो तपाईँहरूले तयार गर्दै हुनुहुन्छ, हामीले तयार गर्दैछौँ होइन। त्यसै कारणले अझै अगाडि बढ्छौँ। यहाँ
यसैया 19:9 चाहिँ यसरी भन्छ, बाटेका सनपाटले बाटेको भन्छ, बाटेको काम गर्नेहरू निराश हुनेछन् र मलमलको कपडा बुन्नेहरू निराश हुनेछन् भन्नाले चाहिँ यहाँ किन यो राखेको भन्दाखेरि मलमलको कपडा। अनि म जब सानोमा पहाडमा थिएँ होइन, अनि त्यो अहिले पनि झलझल याद आउँछ है। अनि त्यतिखेर चाहिँ त्यो धनी मान्छे मऱ्यो भने त्यो मलमलले छोपेर लान्छ भनेर सुनेको थिएँ क्या। अरू त सेतो कात्रोले छोपेर लान्थ्यो, अनि तल लानुपर्ने। अनि अब पल्लो डाँडा पल्लो घर, अब यसरी गाउँमा त घर छैन, देखिन्छ पल्लो लगेको पल्लोले लगेको। अनि त्यो शङ्ख बजाएपछि पल्लो गाउँको पनि देख्ने क्या। अनि सबै निस्किने, यता डाँडामा निस्किने, माथि घरको चिममा निस्किने होइन, यता बादलले निस्केर हेर्थ्यौँ, को फल्ना मरेछ, कस्तो लुगाले छोपेछ, मलमलले छोपेछौ भन्थ्यो क्या। अनि मलमल चाहिँ परैबाट देख्थ्यो, सेतो पनि देखिहाल्थ्यो, सेतो सेतो कात्रोले मात्रै छोपेको छ भन्छ। अनि त्यो फल्नाले चाहिँ मलमलले छोपेको। अहिले यहाँ त सबैले छोप्दो रहेछन्, सबैले होइन, धेरैले चाहिँ मलमलले छोप्दो रहेछन् होइन। त्यो यहाँ हामी खदा लाउँछौँ यहाँ त्यस्तैले के। त्यस्तै मलमलको कपडा, वैजनी कपडा नयाँ नियममा पनि उल्लेख छ होइन, यहाँ पनि छ, यो पुरानो नियममा धेरै ठाउँमा छ। यो चाहिँ ती धनीहरू भन्नु खोजेको है त, त्यस कारण आएको। कपडा बुन्नेहरू पनि निराश हुनेछन्, तर परमेश्वरमा आशा र भरोसा र डर भय राख्नेहरू चाहिँ कहिले के हुँदैनन् अरे, निराश हुँदैन। के भनेको छ, संसारमा मानिसहरू नेपालमा कति उतार चढाव छ। अमेरिकामा हिजो अस्ति हेऱ्यो, करोडौँ खरबौँ खरबको आग लागेको। एकदमै त्यहाँ चाहिँ चलचित्रकर्मीहरू, संसारमा नाम कमाएका स्टारहरू भन्छ है, सेलिब्रेटीहरू भन्छ, त्यस्तोहरू बस्ने ठाउँ आगो लाग्यो। सबै खरानी भयो है। अनि अहिले म्यानमारमा भनौँ, थाइल्यान्डमा त्यत्रो भूकम्प गएको छ, यस्तो ठुल्ठुलो बिल्डिङहरू ढलेको छ है। उनीहरूको जिन्दगी ढल्यो है, स्वाहा भयो। नेपालमा त्यस्तै भयो। अनि त्यति मात्र होइन, त्यसले फेरि जिन्दगीभरको एउटा दाग लाग्छ, अनि सुत्नु सक्दैन। अनि त्यसपछि एकजना भाइले भन्थ्यो, मेरो घरबेटी त हेलमेट लाएर सुत्नुहुन्छ भन्थ्यो है। अनि परतिर बारीको पाटामा सुतेको छ, त्यो पनि हेलमेट लाएर सुत्ने है, यता तल। ललितपुरको कुरा गरे होइन, फेरि अहिले म्यानमारको कुरा गरे होइन। डर चिन्ता फिक्री के को शरीरको छ। तर आज हामी त्यो डर भनेको अझै अगाडि बढ्छौँ। म आज चाँडै सिध्याउने कोसिस गर्नेछु। यहाँ चाहिँ इस्रायलको दोष र सजायको विषयमा मिका भन्ने पुस्तकमा चाहिँ यसरी लेख्छ, यसकारण फेरि यसकारण भने चाहिँ मैले तेरा के अरे इस्रायलको दोष र सजायको विषयमा 6:9-16 अलि लामो छ, ध्यानसित सुन। सहरलाई परमप्रभुले बोलाउँदै हुनुहुन्छ, तपाईँको नामको भय मान्नु ज्ञान हो, उहाँको डर मान्नु भने है छ, उहाँको डर मान्नु चाहिँ ज्ञान हो। लाठो त्यसमा नियुक्त गर्नेको कुरामा ध्यान दियो। हे दुष्ट घराना हो, के तैँले अधर्मसित प्राप्त गरेको धन सम्पत्ति र सरापिएको तेरो बेइमान तौल म बिर्सु? सोधेको छ, म बिर्सु? के सन्पा कपडाको तराजु, कपटको तराजु र छलका ढकको थैलो राख्नेलाई निर्दोष तुल्य? त्यसका धनी मानिसहरू उपद्रवले भरिएका छन्, त्यसका मानिसहरू झुट बोल्छन् र तिनीहरूका जिब्राहरूले छलको कुरा गर्छन्। अनि अब तल अर्को स्लाइडमा बोल्छन्, यसकारण 13मा मैले तेरा पापहरूको कारण तँलाई नाश गर्न थालेको छु। के को कारणले छ? पापको कारणले चाहिँ नाश गर्न थालेको छु। त खान त खान्छस् तर अभाउँदैनस् र तेरो पेट अझै भोकै रहनेछ। तैँले सञ्चय त गर्छस् तर जोगाउँदैनस्, किनकि जे जोगाउँछस् त्यो म तरवारलाई के जोगाउँछस् त्यो म तरवारलाई दिइहाल्नेछु। तरवार भन्नाले होइन काट्ने होइन। तैँले रोप्न त रोप्छस् तर कटनी गर्ने छैनस्। तैँले जैतुनको तेल निकाल्न त निकाल्छस् तर आफ्नो जिउमा लगाउन पाउने छैनस्।
दाग पेल्न त पेल्छस् तर दागमध्ये पिउन पाउने छैनस्। तैँले ओम्रीका कानुनहरू र आहाबको घरानाका सारा काम पालन गरेको छस् र तिनीहरूका परम्पराको पछि लागेको छस्। यसकारण म तँलाई नाश गर्नेछु र तेरा मानिसहरूलाई खिसीको पात्र तुल्याउनेछु। तैँले जाति जातिहरूको किल्ला सहन गर्नेछ। कोसँग डराउनु अरे हामी? यहाँ बरु आत्मा र शरीर दुवैलाई नरकमा नाश गर्न सक्नेसँग डराओ। यो चाहिँ 28 मत्ती 10:28 परमेश्वरले नाश गर्ने चाहिँ अब त्यो शरीर मात्रै आत्मा पनि नाश गर्नुहुन्छ होइन। परमेश्वर त प्रेम गर्नुहुन्छ, उहाँले त्यो क्षमा दिनुहुन्छ मात्रै भन्छ कि उहाँले साँच्चीको नाश गर्नुहुन्छ। अनि एकजनाले भन्थ्यो जहिले प्रार्थना गर्दाखेरि प्रभु मलाई आशिष बराबर गइले आशिष सबै यहाँ हराएर प्रार्थना गर्ने बानी हुन्छ। आशिषकै मात्रै प्रार्थना गर्ने। अनि एक दिन त अर्को एउटा अगुवालाई साह्रै झम्चलेछ है। कति गर्ने प्रभु उहाँको त आशिषको भाँडो चुइने छ भन्दैछ अरे क्या है। कति आशिष, त्यो आशिषको भाँडो चुइयो भने के गर्नु? हामी चाहिँ पोखिनु पर्छ अरे, माथिबाट पोखिनु पर्छ। तलबाट चुयो भने के काम? सबै लिकेज, सबै फोहोर मात्रै हुन्छ। माथिबाट पोखिनु पर्छ। यहाँ भन्छ नि होइन, तैँले सञ्चय त गर्छस् तर जोगाउँदैनस्, किनभने जे जोगाउँछस् त्यो तरवाला दिन्छ। रोप्न त रोप्छस्, तेल पनि लाउनु पाउँदैनस्, खाना त खान्छ आउँदैन। कहिले सन्तुष्टि छैन है। नेपालको सबै रेस्टुरेन्टतिर गइसक्यो, सबै होटेलतिर गइसक्यो, नाम चलेकोतिर त्यहाँको पनि मिठो छैन, यो पनि मिठो छैन। छैन कहाँ जानु? अमेरिकामा पो जाने कि है, चाइनामातिर पो जाने कि? धेरै फुड आइटम छ चाइनामा, छ चाइनातिर जाने कि? केही मिठो छैन। खाना त खान्छस् तर आउँदैन। त्यसै कारणले तपाईँको जीवनमा स्वाद ल्याउने परमेश्वर हुन्छ। तपाईँको तल पाल परेको भाँडो छ भने त्यसलाई टाल्ने परमेश्वर हुनु पर्यो र तपाईँले पत्ता लगाउनु पर्यो है खाना। त्यसै कारणले हामीले यो विश्वासमा चाहिँ कि परमेश्वरले हामीलाई नाश गर्नुहुन्छ। किन के भन्छ पुरानो नियममा हामी देख्दैनौँ? एलीका दुई छोरा एलीका छोरा के भन्छ के थियो? एलीको छोराहरूको नाम भन्न गर्नु पर्यो है त। होप्नीहरू पिनाहास चाहिँ के भयो त? अनि दाउदको छोरा जो बेत्सेबाबाट जन्मियो त्यो के भयो त? सुरुमा के गर्नुभयो त्यो थाहा छ? अब कण्ठस्थ हामीलाई छैन, किनकि मृत्युको शय्यामा फालिदिनु भयो, मारिदिनु भयो, मर्यो। अनि 7 दिनसम्म खरानी लाएर पश्चाताप गरेको चाहिँ को हो त? दाउद होइन। अनि फेरि यता नयाँ नियममा के भन्छ आयौँ भने प्रेरित 5 अध्यायमा को देख्छौँ? एउटा श्रीमान श्रीमती दुईजना ना सफिरा होइन। यस्तो बिर्सिँदै गयौँ भने कामै छैन। हामी एकछिन देखाउँछौँ अनि बिर्सिएर बोकेर पनि बोक्दैनौँ, नोट यहाँ कसैले लेखेको पनि देख्दिनँ। अनि यसले चाहिँ हामीलाई चाहिँ खराब गर्दैछ। भोलिदेखि बन्द गर्नु पर्ला जस्तो यो होइन। अनि सुन्यो निकै याद भए जस्तो हुन्छ, साँच्चीकै म पर्तिर म पनि बिर्सिरहेको छु होइन। अनि यो यस्तो चलनले चाहिँ सहजले चाहिँ असहज बनाउँदै लगिरहेको छ। हननिया र सफिरा भनेको म प्रेरितको 5 अध्यायमा हेऱ्यौँ भने उहाँहरू पनि त्यो एकदम प्रचारको काम राम्रो भइरहेको थियो, एकदमै गइरहेको थियो, एकदम चलाइरहेको बेला उनीहरू चाहिँ एउटा देखावटी गर्नु थाले। पहिले कसले देखाएको थियो ल भन्नु नि त? ल त्यसो भए ल त्यति चाहिँ म सोध्छु, कसले चाहिँ त्यसरी सम्पूर्ण दिएको थियो? त्यो थाहा छ? थाहा छैन हजुर? कसले? ल भन्नुहोस् ल। अब म यसमा समय दिएँ।
विशेष नाम दिएको छ, नाम दिएको छ त्यो भन्नु पर्यो नि त होइन। चौलाई चाहिँ ल्याएको छैन वर्णमासले होइन। वर्णमासले चाहिँ एउटा स्वेच्छाले दिएको थियो, त्यो देखेर चाहिँ फेरि अर्कोले पनि के गर्नु थाल्यो, हननिया र सफिरा पनि हामीले पनि दिन्छौँ होइन भन्यो। तर सम्पत्ति उसैको थियो, त्यो देव पनि भनेको थिएन, त्यो अरूले भनेको थियो त, वर्णवासले देऊ भनेको थियो। अनि अरू 12 चाहिँ अरू चेलाहरूले त्यहाँ भन्नुभएको थियो त होइन। अरू चेलाहरूले ल ल सबैले देऊ, तिमीलाई पनि देऊ, तिमीलाई पनि ल्याऊ न ल्याऊ भनेको थियो त, ल्या भएको थिएन नि त। तर आफैले निकै देखासिकी गर्नु थाल्यो। त्यो देखासिकी तपाईँ र ममा छ भने गलत तरिकाको है देखासिकी गर्नुपर्छ। तर त्यो किसिमको देखावटी गर्नु, देखासिकी होइन देखावटी गऱ्यौँ भने, त्यो ढोङ गऱ्यौँ भने त्यसको परिणाम राम्रो हुने छैन है, त्यसको परिणाम राम्रो हुने छैन, त्यसको परिणाम राम्रो हुने छैन। त्यसै कारण जे गर्नु छ स्वइच्छाले गर्नुहोस्, स्वइच्छाले दिनुहोस् है। अनि त्यसै कारणले यो चाहिँ भौतिक डर मात्रै छ यिनीहरूसँग है। त्यसै कारणले यहाँ भन्नुभयो योहन्ना 6 अध्यायमा हामी हेरौँ भने के भन्नुहुन्छ त, तिमीहरू के भन्नुहुन्छ 6 अध्यायमा विशेष के विषयमा छ, विशेष के विषयमा छ भन्दाखेरि जीवनको रोटीको विषयमा। अरू समय लाग्छ होला, म समय छिटो सिध्याउँछु भनेको सिद्धिनु लागेको छ मेरो समय। के थियो भन्दाखेरि म आफै भन्छु जीवनको रोटीको विषयमा थियो। अनि त्यहाँ चाहिँ के भन्नु छ त भन्दाखेरि 6 अध्यायमा चाहिँ साँच्चै तिमीहरूलाई भन्दछु तिमीहरू चिन्हहरू देखेर होइन तर अगाउन्जेल रोटी खाएको कारणले मलाई खोज्दैछौ। कस्तो नमिठो लाग्यो त्यहाँ म भएको भए त आमा मेरो मुख रातो पिरो हुन्थ्यो होला है। त्यहाँ म पनि छु होइन, अहिले तपाईँहरू भए जस्तै यहाँ यसो उभिएर तिमीहरू अगाउन्जेल खाएर पो मलाई पछ्याउँदैछौ त। अनि त्यहाँ म बाँच्न आइरहेछ है। एकजनाले यहाँ माथि चर्चमा त्यसरी नै क्रिसमसको दिनमा प्रचार गरेछ विदेशीले होइन। आज त्यहाँ पुलाउ पाक्दैछ, धेरै मान्छे आउनु भएको छ है भनेको थियो र भरे पुलाउ खाने बेला सबै गएछ, कोही खाएन सबै गएछन्। अनि बस भन्दा अनि फेरि हामीलाई त साह्रै नाक दुखिहाल्छ नि त होइन। आज मासु पाकेको धेरै मान्छे आएको भनेछ, जानी नजानी इङ्ग्लिस नेपाली मिसाएर बोलेछ होइन। अब भन्नु त साँच्ची नै भने हो होइन, तर हामीलाई त साह्रै नाक दुख्ने बानी छ नि त हाम्रो होइन। अनि पुरै मासु उब्रियो भन्दै थियो। त्यसै कारणले येशू ख्रीष्टले पनि यो साँच्ची नै भने हो है कि यहाँ चाहिँ अगाउन्जे। अनि येशूको त्यतिखेर के थियो पछ्याउनलाई है, ख्रीष्ट येशूको के थियो, स्यालका ओडारहरू दुलाहरू छन्, एउटा मुसल रुक्ने दुलो छ, चराहरूको गुण छ, तर मेरो चाहिँ के छैन अरे शिर लुकाउने ठाउँ छैन। तर पनि पछ्याउनेले पछ्याए, तर धेरैजना पछि हट्दै गयो। जब अन्त्येष्टि हुँदै गयो, जब अन्तिम उहाँको सेवाकाई हुँदै गयो, तर के भयो त आफ्नो चेलाले छोड्यो। क्रुस बोक्ने बेलामा को थियो त एकजना, ल क्रुस बोक्ने चाहिँ को थियो फेरि प्रश्न आयो, को थियो क्रुस बोक्ने को थियो? साइरेनीको कुरेनियस सिमन होइन। अनि ऊ त अघिदेखि अस्तिदेखि थियो त होइन, 3 वर्ष तालिम प्राप्त थियो त्यो थिएन र 3 वर्षसम्म प्राप्त हुनेहरू चाहिँ अझै अगाडि बढाउँ त। अनि सारा जगत प्राप्त गरेर आत्मको मान्छे के भएको थियो अझै छ हो त्यति मात्रै होला, अझै पनि यो सबै एकै छ। सारा जगत प्राप्त गरेर पनि आत्मा गुमायो भने मानिसहरूले के लाग्यो भने अघि सुरुमा भने सबै कुरा सुनेका छन्, कुराको निष्कर्ष यही हो कि परमेश्वरको भय राखेर उहाँका आज्ञाहरू पालन गर। किनभने मानिसले गर्नुपर्ने सार कर्तव्य यही नै हो, यही नै नभएर आज्ञासँग चाहिँ जहिले पनि उहाँको भय डर जोडिएको छ।
त्यहाँ बाइबल पढेर हेर्नुहोस् है। जहिले पनि उहाँको आज्ञा मान्नु भनेको कर्तव्य पुरा गर्नु, अराएर मात्रै काम गर्नु भनेको होइन, तर त्यहाँ त्यो आदर छ है। अनि यो निष्कर्ष चाहिँ कसले भनेको? एउटा उहाँको दाउदको छोरा सुलेमानले चाहिँ पुरै जिन्दगीमा अनुभव गरेको कुराहरू। अनि मत्तीको पत्रुसलाई यसुले भन्नुभयो, यो कुरा याद भयो, भाले बाँसमा अघि तिमीले मलाई 3 पल्ट इन्कार गर्नेछ, तब तिमी बाहिर गएर पनि फेरि। अनि यो पत्रुसको यो किन राख्यो भन्दाखेरि चाहिँ कहाँबाट कनेक्ट छ भन्दाखेरि चाहिँ पत्रुस जब माछा मार्दै थियो, माछा पाएको थिएन, माछा मार्नु सकेको थिएन, त्यो निराश भएको बेला ख्रीष्ट येशूले भनेको सुनेपछि माछा मारे। माछा सकि नसकी जिन्दगीमा नपारेको माछा पारे र उसले त्यो माछा एक साइडमा राखेर प्रभुको खुसी लागेको छ। तर उसको उता घर गृहस्थीको चाहिँ चिन्ता हुनु पर्थ्यो नि, डर हुनु पर्थ्यो नि। तर जाँदै जाँदै अन्तिममा ऊ पनि एकचोटि अब के भयो त, जब अन्तिम अवस्थामा ख्रीष्ट येशूको साथ दिनु पर्ने बेला उसले पनि त्यागेको छ। अनि म ख्रीष्टलाई चिन्दिनँ भन्ने मान्छे यही हो। बुझ्नुभयो नि यो किन राखेको? अनि त्यसको मतलब पुरानो हुँदैमा हुने होइन रहेछ। ऊ पुरानो भइसकेको थियो, ऊ चेला भइसकेको थियो, तर ऊ के भयो त, ख्रीष्टलाई इन्कार गरेको छ। पछि फर्केको छ है, पछि उसले महसुस गरेको छ पछि पनि फर्किन सक्छौँ। अनि त्यसपछि पहिलो सुसमाचार नै प्रेरित 2 अध्यायमा हेऱ्यौँ भने सारा मानिसहरू अगाडि बोलेको छ र कयौँ हजार 3000 मानिसहरूलाई सुसमाचार प्रचार गर्ने व्यक्ति यही पत्रुस हो। फेरि त्यसै कारणले हाम्रो जीवन उतार चढाव आउँछ, र त्यो उतार चढावमा हामी स्थिरता र परमेश्वरमा डर भए हामी मान्छेको छैन कि भौतिक चिजमै डर छ है, भौतिक चिजमा, तर हामी आत्मिक चिजमा है, आत्मिक कुरामा परमेश्वरमा जो हाम्रो के अरे आत्मा र शरीर दुवैलाई नाश गराउन उहाँमा चाहिँ हामी डर राख्नुपर्छ। फेरि म त्यो 28 पद पढ्छु, तिनीहरूसँग नडरा जसले शरीरलाई मार्छन् तर आत्मालाई मार्न सक्दैनन्, बरु आत्मा र शरीर दुवैलाई नरकमा नाश गर्न सक्नेछन्। आउनुहोस् हामी प्रार्थना गरौँ, सबैजना उठौँ है।